Hi guys, good morning. So welcome back to my channel. So it's February 15 today अनि हामी चाहिँ कलेजबाट rural immersion camp जाँदैछौँ. So currently it's 5:20 अनि अब चाहिँ म कलेज जान लाग्यो. Okay, so guys, we reached college. कस्तो लागिरहेछ तिमीहरूलाई? रमाइलो लागिरहेछ। ओके म सबसे चाँडो आइपुगे। यति एक्साइटेड छु। We are going कि तिमी अमेरिका जान थाले कि? यहाँ सामान लोड हुँदैछ है गाइस। सबै सामान गाडीमा चढ्यो। How are you, Varsu? I'm good. What about you? I am good too. सियार हो नि मेरो को सियार। अनि तिमी चाहिँ के हो नि? समझ रहे हो आप? रेड फ्ल्याग हो यो रेड फ्ल्याग हेर। रेड देखिन्छ तर भित्रबाट ग्रीन हो। हात पनि रेड छ। यहाँ ग्रीन छ त। गाइस हाम्रो यो ब्यानर अनि हाम्रो यो चाहिँ बस है। ल हामी चाहिँ जान थाल्यौँ अब। ओके सो हामी चाहिँ अब वाशरूम जान बिन्सा और हम जुदा हो गए। सो एक्साइटेड गाइस। आरआइसी एकचोटि मात्रै हुन्छ, सो रमाइलो गरेर आउनुपर्छ। साथीहरू बिन्साको नयाँ टप हेर्नुहोस्। पुरानो उनीहरूको डिस्कसन फेरि छुट्टै छ। गाइस हामीले चाहिँ ब्रेड छोड्यौँ भोलि ब्रेकफास्ट खाने। देखा आपने लापरवाही का नतीजा है। सो वी आर गोइङ ब्याक टु कलेज। ल हामी फेरि हिँड्यौँ है। गाइस ललीपप बाँड्दै छ स्यामले। ए ओके खै खाएको? ए यो ललीपप चाहिँ हामीलाई अनुप सरले किनिदिनु भएको। गाइस लोकको फेभरेट गीत बजिरहेछ, त्यही भएर मक्कै छ यो होइन लोक? तेरे हवाले कर दिया। चस्मै उ भयो भने तकालु र मेरो फेभरेट गीत गाइस। यस अनुप जैन। मुसाले टोक्दैछ त कस्तो साह्रो, कस्तो तनाव पर्यो यार आरआइसीमा जाँदा जाँदै। कुन मुसाले टोकिदिएछ तिमीलाई? तो क्यों ना मैं भी कह दूं हुआ मुझे भी प्यार हुआ। तेरा होने लगा खोने लगा जब से मिला।
क्युटी भएर तिमी क्युटी भएर हामी हेरेको हेरे मायाले बोलायो मलाई मायाले बोलायो मतलब गर्दा हमें आसोनिए बस आज रात के लिए ना दुखाओ बेना चित्ता ना दुखाओ तीन तरकारी खाने भए ससुराली आओ गाइस सो हामी चाहिँ चिया खाने ठाउँमा झरेको आई डोन्ट नो वेयर इज दिस अब हामी चाहिँ यहाँ चिया पकाउन लाग्छौँ पादेऊ न दिया दिया चाख्दाखेरि कस्तो थियो गाइस हामी चाहिँ खाना थाल्यो दियाले बाट्दैछ एनर्जी आयो यिनीहरू चाहिँ ल्याक्टोज इन्टोलरेन्ट रे अनि हामी चाहिँ ल्याक्टोज टोलरेन्ट पिपल हामी खाजा खायौँ अब बसमा चढेर जाने खाना खाने रे गाइस सर झर्नु भयो है यिनीहरूलाई रमाइलो भयो रे गाइस अगाडि हामी मात्र यार भाइब गरेर अरू सब सुतिरहेको छ गाइज मैले आमाको भ्लगमा टेक ओभर गरेँ होइन आमा चाहिँ अघिसम्म चाहिँ नाचिरहेको थियो अहिले चाहिँ के भयो आमाको एनर्जीलाई आमा निन्द्रा लाग्यो जोस चाहियो अब खाना खाएपछि दाल भात कटोरी नचाउँछ मलाई या अब म नचाउँछु हाई खाना खाँदैछ मैले खिच्नै बिर्सेँ आई एम सरी क्रिकेटमै बिजी थियो हो त्यहाँ यहाँ हेर बेइज्जतीहरू बाँदरको जस्तो हरकत छ अनि मेरो केसुलाई कस्तो लाग्यो खाना भन त ठिकै छ मिठो थियो भेज खाइदियो आज शिवरात्रि छिनछिनमा नन भेज पनि भन्दै थिएँ केटीले खाना मन लागेको थियो तर आज भगवान्को नाममा खाइयो हामीले खाना खायौँ अब हामी हाम्रो गन्तव्यतिर लाग्दैछौँ जुन चाहिँ हो मेलम्ची श्री जलवाई देवी सेकेन्डरी स्कुल अब म इच्छासँग बस्ने फाइनल्ली हाई हाई सुरभि दिया गाइस आइडी कार्ड मेरो खस्यो होइन त्यो रस्सीबाट अनि यिनीहरूले भेटाएर ल्याए थ्याङ्क यू दर्शन गर्न
देखो ना देखो ना देखो ना गाइस देखो ना हामी अगाडि सिफ्ट भयौँ सोनी म्याम हाई भन्नु न शक्ति सर हाई दाई हाई ए हरा हाम्रो बेडरुम यो ल दियाले मिलाउँछ अनि म सुत्छु ए हो ल सुरभि मिलाइदेऊ ल चुप्पा ल हामी पुग्यौँ है त गाइजहरू यहाँ दाउरा छ क्याम्प फायरको लागि ओके सो द स्कुल लुक्स लाइक दिस ल हाम्रो किचन है त अब खुट्टा पखाल्ने यहाँ सेटिङ हुँदैछ यहाँ भाडा छन् उता किचन हाम्रो ज्ञानी बाबु नानीहरू सब इच्छा हो चाहिँ भाडा पखाल पुकुल गर्दैछन् हजुरलाई कस्तो लागिरहेछ रमाइलो लागिरहेछ हामीसँग आउँदा म्युजिकल फेस्टासँग म्याट उद्घाटन हुँदैछ साथीहरू ल ताली बजाऊ हामी चाहिँ चटपटे खान थालेको यम यम चम्चा सबै अघिसम्म किन बाक्लो लुगा लगाए भइरहेको अब चाहिँ गाइस हामी चाहिँ अहिले आरएससीको किचनमा छौँ अनि यहाँ चाहिँ खाना बनिरहेछ हजुर हजुर त्यसमा राख्ने हो अनि यहाँ आगाले कटिङ गरिरहेको छिन् होइन बलिरहेछ पुग्छ हजुर काउली त तीनवटा भोलिलाई एउटा भए पुग्छ मैले एउटा कुरा चाहिँ थाहा पाएँ साथीहरू लोक एकदमै काम गर्दो रहेछ क्या यिनीहरूको पारा हेर्नुहोस् गाइस हामी ओनो खेल्न थाल्यौँ खाना खान लाइनमा पुकारले बनाएको खाना रे गाइस After eating, our campfire begins. कस्तो तातो भयो साथीहरू चाहिँ सुतेछन् गाइजहरू ल बधाई छ गुड नाइट आई फेरि ए ल गुड नाइटै पो भइसकेछ